यता हाम्रो दाइसँग पनि म छोटो मिठो कुराकानी गर्छु, हुन्छ? है, नमस्कार। हजुरको शुभ नाम? लक्ष्मण प्रसाद घिमिरे। लक्ष्मण प्रसाद घिमिरे? कस्तो केटीको नाम पो रहेछ त अनि। ल भन्दै हजुर चाहिँ हाम्रो लाइफ हाउसमा कहाँदेखि जोडिनु भयो? ल घर चाहिँ सिन्धुली रहेछ, तर उपचारको क्रममा चाहिँ अहिले गट्ठा घर बस्नु हुने रहेछ। यहाँको बारेमा चाहिँ हजुरलाई कसले जानकारी गराउनु भयो? हाम्रो गाउँपालिका अध्यक्ष हुनुहुन्छ पार्वती सुन्नुलाई, उहाँले कार्डको फोटो खिचेर पठाइदिनु। मेरो चाहिँ बोली म टिचर हो होइन, पहिला मैले बोली ढल्न भएको अनि पहिला नसा सम्बन्धी अकुपङ्चर पनि गराएको थियो, नसा चाहिँ पिएर अहिले चाहिँ बोली जाने समस्या यतिको भने हिजो आएको। ल हेर्नुहोस् त, अब टिचर जस्तो मान्छे अब धेरै बोल्नुपर्छ नि त। बोल्दै जाने क्रममा जुन आवाज अब जुन ग्रन्थीमा केही समस्या भएको कारणले गर्दाखेरि उहाँको आवाजहरू रोकिँदै गएको छ भने अब डेली रूपमा थेरापी प्रयोग गर्दै जानुभयो भने उहाँको समस्या राम्रो हुन्छ कि हुँदैन? हुन्छ कि हुँदैन? एकदम राम्रो हुन्छ। त्यो जुन फुवालाई घाममा राखेर प्रयोग गर्दा पनि भयो। अब जुन यो आवाजको समस्या भनेको त्यो गर्दनको भागबाट आएको हुन्छ नि त, त्यसको कारणले गर्दाखेरि डेली रूपमा थेरापी प्रयोग गर्दै जानुभयो भने एकदम राम्रो हुन्छ। अहिले यति सानो आवाजले बोल्नु भएको छ भने भोलिको समयमा हजुरले पनि अब देखिरहनु भएको छ नि त प्रशस्त रूपमा। हजुरले झन् अझ मजासँगले चाहिँ उहाँको स्वरहरू खारिँदै राम्रो हुँदै गइसकेपछि हजुरले पनि सुन्न सक्नुहुन्छ भन्दै यति मात्र समस्या हो? दमहरूको पनि समस्या छ, 80 वर्षको बुढाले केही छैन छ होइन। घाँटी त्यो स्वरयन्त्र श्वासयन्त्रहरू मिसिनहरू एकदम ठिक छ रे, राम्रो छ रे, समस्या छैन भनेर डाक्टर साहब पनि आफ्नो हो अनि म नेपालबाट तपाईँहरूकोमा आएको। अब स्वर नलीमा पनि कुनै समस्यै छैन, तैपनि अब हरेक कुरा चेक गर्न बित्तिकै सबै कुरा पत्ता लाग्छ भन्ने पनि छैन के। कतिपय मम्मी बुवाहरूले होलबाट चेकअप गराएर आउँदा पनि केही समस्या छैन, तर भोलिपल्ट चाहिँ ठुलो समस्याहरू आएको कुराहरू पनि त छ नि त। त्यसको कारणले गर्दाखेरि अब दमको समस्या पनि रहेछ। यहाँ अब दमको समस्या पनि कति राम्रो हुने मम्मी बुवाहरू पनि हुनुहुन्छ भन्दै हाम्रो अहिले त म ठिक छु। हस्पिटलमा गएर धेरै खर्च गरेर पनि राम्रो नभएको समस्या 4 दिनमा उहाँको अहिले थेरापी प्रयोग गरेर आवाज आएको छ। बिहानको समयमा आउनु भएको छ, बिहानको मम्मीले देख्नु भएको छ। हजुर दिउँसो आउने भएको कारणले गर्दा दिउँसो नदेख्नु भयो। अहिले म उहाँको भिडियो पनि देखाउँछु है, सुरु तालको हुन्छ? ल भन्दै नमस्कार लक्ष्मी दाई। नमस्कार। हजुरको शुभ नाम? मेरो लक्ष्मी प्रसाद घिमिरे। लक्ष्मी प्रसाद घिमिरे। हजुर चाहिँ हाम्रो लाइफ हाउसमा कहाँदेखि जोडिनु भयो? मेरो सिन्धुली जिल्ला फिकल गाउँपालिका वडा नम्बर 4 मा पर्छ र त्यही फिकल गाउँपालिका अध्यक्ष पार्वती सुनवारले मेगन लाइफको एउटा भिजिटिङ कार्ड पठाइदिनु भएको थियो। त्यहाँ तपाईँ जसरी पनि जानु, तपाईँको सबै खालको समस्या ठिक हुन्छ भनेर भन्नुभएको थियो। त्यसपछि मैले कोपिला म्यामलाई फोन गरेँ। मैले त गर्न सकिनँ, मेरो सानो बाबुले फोन गर्नुभयो, उज्जवल नेउपाने बाबुले। त्यसपछि उहाँले नसाको कारणले हो भने ठिक हुन्छ भन्नुभयो। इएनटीमा देखाउँदा मेरो भोकल कोडहरूमा केही पनि समस्या छैन, सबै राम्रो छ भनेर फेरि त्यो भोइस थेरापी गराउने भन्नुभयो। 2 दिन गर्दा पनि आवाज राम्ररी आएको थिएन। हिजोबाट आयो। जब तेस्रो दिन यहाँ गरिसकेपछि बेलुकाबाट मैले घर परिवारका सबैजनासँग फोनमा बोलेँ, स्टाफहरूसँग नि बोलेँ। हिजोबाट चाहिँ खुसी मिलेको छ। हेर्नुहोस् त त्यस्तो व्यक्ति हजुरले चाहिँ सुरु तालमा चाहिँ मलाई यति राम्रो हुन्छ भनेर विश्वास थियो? मलाई उता डक्टरकोतिर पनि देखाइरहेको थिएँ, त्यताबाट औषधहरू केही मिलाए पनि छैन। अब हुन्छ भनेर हाम्रो अध्यक्षज्यूले भन्नुभएको थियो, गाउँपालिका अध्यक्षज्यूले। अनि अर्को एउटा मुख्य समस्या चाहिँ के भने म एउटा स्कुलको टिचर पनि र त्यहाँको व्यवस्थापन गर्ने अहिले हेड टिचर पनि हो।
मेरै हालत यो छ। अब मैले स्कुल कसरी जाने, हेड टिचर त छोड्दा हुन्छ, केही फरक परेन। अब स्थायी जागिर छोड्ने कुरो भनेको सामान्य जोक पनि होइन। अब म कसरी बोल्न सक्छु भन्नेमा थिएँ। बोली नै पुरै हराइसकेपछि अब यहाँ आउँदा पक्का हुन्छ होला भन्ने, कोपिला म्यामले हुन्छ भनिसकेपछि चाहिँ अब हुन्छ होला भन्ने लागेको थियो। र उताको औषधि केही योसँग सम्बन्धित खाएको छैन, केही पनि छैन भने उतार पठाउनुको। अनि यहाँ नसाको कारणले हुन्छ भनेदेखि त पक्का समस्या समाधान हुन्छ। सोल्युसन खोज्दै यहाँ आइपुगेको, यहाँ आइपुगेपछि सुधार भएको यहीबाट नै हो भन्ने लाग्छ मलाई। ल हुन त हस्पिटलको औषधि उपचार पनि नराम्रो भन्न त खोजे होइन, तर यहाँ आउनुभन्दा पहिले त मैले हस्पिटल जानु भएको थियो नि त। उहाँको हस्पिटलमा गएर राम्रो हुने भएको भए त औषधि खाएर राम्रो हुनुपर्ने हो नि त। यहाँ आएर जुन हाम्रो रिभर मेसिन प्रयोग गरेर त राम्रो नहुनुपर्ने हो नि त। तर उहाँको त यहाँ आएर जब मेसिन प्रयोग गर्नुभयो, हाम्रो रिभर मेसिनले अहिले उहाँको आवाज आउँदै नआउने समस्या अहिले यतिको आवाज आउन सहज भएको छ, यति धेरै राम्रो भएको छ। हजुरले चाहिँ यहाँ आएर यति धेरै राम्रो भएर अब थेरापी प्रयोग गरेर यति राम्रो भएको छ, पहिलेको भन्दा खुसी हुनुहुन्छ? म खुसी छु। मैले यो रिबन मेसिनको विज्ञापन गरे होइन, मलाई ठ्याक्कै सुधार भयो होइन। कतिपयले त यसरी अगाडि ल्याएर भनिदिनु भनेर भने पनि हुनसक्छ। केही औषधि उपचारहरूको बारेमा हाम्रो आमाहरू, हाम्रो गाउँतिरको आमाहरूलाई नै भन्न लाग्छ, तर कहिले पनि त्यो प्रयोग गर्नु लागेन। तर मैले तेस्रो दिन प्रयोग गरिसकेपछि घरका मान्छेहरूसँग सबैजनासँग मैले यसरी बोल्न पाएँ, बोलेर कुरा गर्न पाइसकेपछि मलाई ठिक हुँदै गएको भन्ने महसुस भएको छ। र म अब यो उहाँहरूले भनेअनुसारै कम्तीमा 10 दिन पुर्याएर मात्रै फर्किन्छु भन्ने लागिरहेछ। अब धेरै कामहरू त उता अलपत्र छन्, तैपनि पहिला स्वास्थ्य नै हो। र मिगन लाइफको रिबन मेसिन केही प्रयोगले मलाई अरू मेरो पेट ढाडसँग सम्बन्धित कुराहरू पनि अलिकति इम्प्रुभ भएको, खुसी मिलिरहेछ, धेरै खुसी भएको छ। अब बोल्न नसकेको लाटो मान्छेले बोल्नु भनेको कुरा त्यो धेरै राम्रो हो। र 3 दिन लगभग मैले 3 दिन चाहिँ आवाजै निस्केन। उताबाट आउँदै गर्दा पनि बाटोमा मैले घरको मान्छे लिएर आएको थिइनँ, अध्यक्षज्यूलाई बाटोमा भेटेर गाउँपालिका अध्यक्ष गाडीमा आएँ। खाजा खान जाँदा यस्तो मान्छे छ, तै पनि लाटो रहेछ है, हेर्दा त लाटो जस्तो छैन भनेर भन्नुहुन्थ्यो उहाँहरू। बिचमा बाटोमा भेटेको होटलहरूको मान्छेहरूले अब फर्केर त्यहाँ पसेर म बोल्ने भएर आएँ भनेर पनि भन्नु छ। एउटा आवाज आएन भने मान्छेले हेर्ने दृष्टिकोण छुट्टै हुन्छ नि त। तर दाइको अहिले यो अनुहारको खुसी, यो अनुहारको चमक अहिले छुट्टै छ। दबाईले दबाएर राख्ने काम गर्छ भने जब हाम्रो यो रिबन मेसिनले ती दबाईका कुराहरूलाई बाहिर निकाल्ने काम गर्छ। यो मेसिनबाट कुनै पनि साइड इफेक्ट हुने भएको भए, यो मेसिनबाट हजुरलाई नराम्रो हुने भएको भए आएको 4 दिनमा पनि त यति धेरै परिवर्तन हुँदैन थियो नि त। उहाँको चाँडो किन परिवर्तन भयो? किन चाँडो परिवर्तन भयो त? किनकि उहाँको समस्या भर्खर सुरु भएको थियो। भर्खर सुरु हुन बित्तिकै रिबन मेसिन प्रयोग गर्नुभयो नि त। आलो घाउमा औषधिहरू हरेक कुराहरू पुग्यो भने त चाँडो रोग सन्चो हुन्छ नि त। हजुरहरू पनि कतिपय पुरानो समस्याहरू लिएर आउनु भएको छ। पुरानो समस्या लिएर आउने मम्मी बुवाहरूलाई त अलिकति समय लाग्छ भने भर्खरको नयाँ समस्या भएको कारणले गर्दा अहिले यति धेरै राम्रो भएको छ, अहिले यति धेरै खुसी हुनुहुन्छ। साथसाथै हजुरको यो स्रोत त अब खुल्यो, जुन भन्नुभयो नि एउटा लाटो जस्तो व्यक्ति अहिले हुन त उहाँ अहिले अब स्कुलको हेड टिचर पनि हुनुहुन्छ। उहाँले अहिले आफ्नो काम सबै लथालिङ्ग छाडेर आउनु भएको छ भने अब त्यो काम गर्नको लागि पनि त आफ्नो शरीर लायकको हुनुपर्ने रहेछ नि त, हो कि होइन? हो कि होइन? हो नि त। शरीर लायकको भयो भने मात्र, आफू स्वस्थ भयो भने मात्र हामीले सबै कुरा प्राप्त गर्न सक्छौँ। भने अहिले दाइको यही कुरा परिवर्तन भएको छ, अहिले आवाज आएको छ। साथसाथै हजुरको आवाज त आयो, आवाज साथसाथै हजुरलाई पहिलेको भन्दा शरीरमा चाहिँ के कति परिवर्तन, शरीरमा के कतिको फुर्तिलो, के कतिको जागरपनहरू आइरहेछ? यो शरीर त पहिला हेरिकन अलि आनन्द ज्यादै धेरै खालको आनन्द मिलिरहेछ। जस्तो मेरुदण्डमै गरिएको मसाज हो, यसले शरीरका सबैतिर सकारात्मक प्रभाव पार्दो रहेछ। अनि त्योभन्दा अर्को शरीरमा त छँदैछ होइन, त्योभन्दा अर्को महत्त्वपूर्ण कुरा भनेको यहाँ आइसकेपछि अब सञ्चालक कोपिला म्याम हुनुहुन्छ, उहाँको पनि व्यवहार, अनि यहाँ हामीलाई सिकाउनु हुने हाम्रा प्यारा प्यारा बहिनीहरू हुनुहुन्छ, उहाँहरूको व्यवहार। बहिनी भने मैले मिसहरूलाई होइन, म एजेडै हो, हेर्दा उहाँहरू जस्तो व्यवहार गरेर पनि म अलिक एजेडै मान्छे हो होइन। उहाँहरूको व्यवहार अनि यहाँबाट सिक्ने भनेको प्रेम सिक्ने रहेछ। अनि सहानुभूति, संवेदनशीलता, बोल्ने शैली, यो मित्रता, भावनात्मक आत्मीयताको सम्बन्ध, यी चिजहरू
यहाँबाट जाँदा बोकेर जान्छौँ हामी भन्ने लाग्छ र रोग सँगसँगै शरीरको रोग सँगसँगै मनमा पनि एकाग्रता, तन्मयता, आत्मीयता, प्रेम, भातृत्व यी सारा गुणहरू बोकेर जान सिकाउने निगम लाइफ सापदुवाको परिवारलाई हृदयदेखि हार्दिक धन्यवाद ज्ञापन पनि गर्दछु। अब यहाँ आइसकेपछि 4 दिनको समयमा पनि हामी शारीरिक रूपमा मात्र स्वस्थ भएर भएन नि त, हाम्रो शरीर स्वस्थ छ, फुर्तिलो छ, तर पनि मनमा 10वटा कुरा खेल्छ भने त्यही कुराले भोलिको दिनमा अरू गर्ने कामहरूमा बाधा लिएर आउन सक्छ नि त। तर शारीरिक रूपमा मात्र होइन, मानसिक रूपदेखि लिएर हरेक कुराहरूलाई चाहिँ जब हाम्रो यहाँ आएर अब मेसिन प्रयोग गर्दै जाने क्रममा हुन त अब हामीले हजुरलाई कस्तो व्यवहार गर्छौँ त्यो त अब हजुरहरूले मूल्याङ्कन गर्ने कुरा हो। यो माया भन्ने कुरा त अब जति बाँडे पनि सकिँदैन क्या, हामीले पनि अब हजुरलाई बिर्सिन त कहाँ सकिन्छ र। हजुरहरूको पनि त अब हाम्रो हुन त घर परिवार टाढा भए तापनि यहाँ आएर अब मम्मीबाहरूलाई स्वस्थ बनाउन पाउँदाखेरि जुन अब आइया भनेर कोही मम्मीबाहरू जुन अब मेरुदण्ड बाङ्गो भएर पुरै घुँडा यसरी आउने मम्मीबाहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि अहिले थेरापी प्रयोग गरेर धेरै राम्रो भएको छ। सुगरका समस्या, प्रेसरका समस्या, थाइरोइडका समस्या, कोलेस्ट्रोलका समस्या, घुँडा दुख्ने समस्याहरू, ती त्यस्ता समस्याहरू धेरै राम्रो भएको छन् भने यहाँ आएर मेसिन प्रयोग गरिसकेपछि हामी शारीरिक रूपमा मात्र स्वस्थ भएर भएन, जस्तै मेन्टली रूपमा जुन हाम्रो मानसिक रूपमा पनि स्वस्थ हुन जरुरी छ भने अहिले दाइले यही कुरा चाहिँ प्राप्त गर्नु भएको छ। साथसाथै अहिले आवाज पनि आएको छ, खुसी हुनुहुन्छ। साथसाथै हाम्रो यहाँ आउने प्यारो मेरो मम्मी बुवा, साथसाथै हाम्रो यति राम्रो लाइफ हाउस सञ्चालन गर्नुहुने हाम्रो कोपिला म्याम, साथसाथै हजुरहरूले चाहिँ अब यो यहाँ आउने मम्मी बुवालाई चाहिँ के भन्न चाहनुहुन्छ? यो यदि सम्भव छ हजुरहरू नजिकैको हुनुहुन्छ भने बुबा मम्मीहरू जो स्वास्थ्यको समस्या लिएर आउनु भएको छ उहाँहरू नियमित आएर यसलाई प्रयोग गर्नुभयो भने लगभग उहाँहरूले भने जस्ता धेरैवटा रोगहरू ठिक हुन्छ भन्ने मेरो छोटो अनुभव भयो। र यो सञ्चालन गर्नुहुने कोपिला म्याम, यहाँ सिकाउनुहुने सानी सानी गुरुआमाहरू सबैको व्यवहार एकदम राम्रो छ र उहाँहरूले गर्ने व्यवहारबाटै समस्या चाहिँ आधी जति घट्दो रहेछ भन्ने लाग्छ क्या, मलाई चाहिँ ठ्याक्कै अनुभव भएको कुरा त्यो हो। र उहाँहरूलाई धेरै धेरै धन्यवाद पनि दिनुको लागि फेरि पनि धन्यवाद दिन्छु। ल भन्दै हाम्रो दाइको लागि जोरदारको ताली फेरि पनि कस्तो लाग्यो?